साथीहरु तपाईहरुको मोबाइल फोन कसैले मागेर चलाउँछ भने यो सेटिङबाट हेर्न सक्नुहुन्छ तपाईको फोनमा कसले के एपहरु खोल्यो र के कुरा हेरेको छ। नमस्कार साथीहरु, स्वागत छ आजको यस भिडियोमा म हजुरहरुलाई यस सेटिङ कोडको बारेमा बताउन गइरहेको छु जुन कोड नम्बरबाट तपाईहरुको फोनमा कसले के हेरेको छ र सबै थाहा पाउन सक्नुहुन्छ। अक्सर कस्तो हुन्छ भने तपाई हामीहरुको मोबाइल फोन घरमा आमा बाबु साथीभाइ दाजुभाइ दिदीबहिनीहरुले मागेर लैजाने र मोबाइल कुन एपहरु ओपन गर्ने अनि मोबाइलमा अन्य कुनै कुराहरु सर्च गर्ने गर्छन्। मोबाइलको स्क्रिनबाट हटाउँछन्। तपाईहरुलाई त्यो कुनै पनि कुरा थाहा हुँदैन, तर त्यो कुरा सजिलै थाहा पाउन सकिनेछ। मात्र यो भिडियोलाई अन्तिमसम्म हेर्नुहोला। यदि मेरो भिडियोमा नयाँ हुनुहुन्छ भने मेरो च्यानललाई सब्स्क्राइब गर्न भने नभुल्नुहोला, किनभने म सधैं यस्तै युजफुल भिडियो लिएर आउने गर्छु। आउनुहोस् ढिला नगरी आजको यस भिडियोलाई सुरु गरौँ। साथीहरु, तपाईहरुको फोनमा कसले के कुरा खोलेको छ, कुन कुरा सर्च गरेको छ र कुन एपहरु खोलेको छ थाहा पाउनका लागि सबैभन्दा पहिला हजुरले आफ्नो मोबाइलको डायल प्याडलाई ओपन गर्नुहोस्। यसरी त्यसपछि हजुरले यहाँ देख्न सक्नुहुन्छ डायल प्याडमा जानुहोस्। यसरी त्यसपछि हजुरले यहाँ देख्न सक्नुहुन्छ स्टार ह्याज गर्नुहोस्। त्यसपछि हजुरले 4636 डायल गर्नुहोस्। त्यसपछि ह्याज स्टार गर्नुहोस् र यहाँ देख्न सक्नुहुन्छ। त्यसपछि यहाँ हजुरको यस्तो इन्टरफेस खुल्नेछ। यहाँ माथिपट्टि देख्न सक्नुहुन्छ फोन इन्फर्मेसन, तलपछि देख्न सक्नुहुन्छ युज स्ट्याटिक्स देख्न सक्नुहुन्छ। यसैगरी तलपट्टि देख्न सक्नुहुन्छ वाइफाई इन्फर्मेसन। हामीलाई यहाँ देख्न सक्नुहुन्छ युज स्ट्याटिक्समा यसरी यसमा क्लिक गर्नु पर्यो। यसरी यहाँ देख्न सक्नुहुन्छ। त्यसपछि हजुरले यहाँ देख्न सक्नुहुन्छ कुन एपहरु खोलेको छ। यसैगरी यहाँ देख्न सक्नुहुन्छ तलमाथि स्क्रल डाउन गरेर हेर्न सक्नुहुन्छ। त्यसपछि हजुरले यहाँ देख्न सक्नुहुन्छ यसमा क्लिक गर्नुहोस्। त्यसपछि हजुरले यहाँ देख्न सक्नुहुन्छ युज टाइम, कति टाइम युज गर्यो। त्यसपछि लास्ट टाइममा कति बेला युज गर्यो। त्यसपछि कुन एपहरु ओपन गरेको छ यहाँ देख्न सक्नुहुन्छ। यसरी ओपन गरेर यहाँ देख्न सक्नुहुन्छ कति टाइम र कति बेलासम्म युज गरेको छ र कुन एपहरु युज गरेको छ। यसरी नै सजिलो तरिकाबाट हेर्न सक्नुहुन्छ। आई होप हजुरहरुलाई आजको यो भिडियो कस्तो लाग्यो। भिडियो मन परेमा लाइक, कमेन्ट अनि शेयर गर्न चाहिँ नभुल्नुहोला। धन्यवाद।